ल हाम्रो आमाको चाहिँ गर्नु त आमा ल हेर्नुहोस् है त यहाँ केही पनि थिएन दाँतहरू एउटा पनि थिएन हाम्रो आमा चाहिँ लगभग 64 वर्षको हुनुहुन्थ्यो अनि उहाँले भन्नुभएको थियो मलाई साह्रै अप्ठ्यारो भयो बाबु एउटा दाँत लाउनु पर्यो भन्नुभएको थियो उहाँको एजमा चाहिँ हामीलाई कम्प्लिट डेन्चर चाहिँ लाउन एकदम राम्रो लाग्यो अनि हामीले चाहिँ कम्प्लिट डेन्चर पुरै लगाइदिएको छौँ उहाँ चाहिँ 64 वर्षको हुनुहुन्छ होइन ल आमा यो हजुरले लगाउनु त तलमाथिको उहाँले लगाउनु पनि सिकिसक्नु भएको छ है लगाउनु त आमा ल हेर्नुहोस् है त ल आमाको एकदम अनुहारै अर्कै हुन्छ है त लगाइसकेपछि त ल आमा यो पनि लगाउनुहोस् अब यो पनि लगाउनुहोस् लगाउनु ल ल ल यी गरिदिनुहोस् त आमा यी गरिदिनुहोस् ल गरिदिनुहोस् आमा आहा ल ल है यसले चाहिँ मजा बसेको छ यी गर्नुहोस् आमा ल गर्नुहोस् ल है ल ल ल मजाले बसेको छ यो खाना चपाउन मजाले मिल्यो यो दाँतले आमा कस्तो लाग्यो हजुरलाई दाँत लागिसकेपछि राम्रो लाग्यो आमा है खुसी हुनुहुन्छ दाँत लगाउनु भन्दा अगाडि कस्तो थियो तपाईँलाई खाना चपाउनु त गाह्रो थियो होला नि होइन अहिले कतिको खुसी लागिरहेछ भित्रबाट आमा भन्नु त खुसी हुनुहुन्छ अलिक ठुलो स्वरले भनिदिनु त खुसी भए जस्तै गरेर खुसी हुन्छ एक दुई दिन चाहिँ हजुरलाई अलिकति बानी हुनलाई अलिकति थोरै अप्ठ्यारो चाहिँ हुन्छ है ल खुसी हुनुहुन्छ होइन त आमा ल यी गरिदिनुहोस् उता हेरेर ल है त ल आमाको यति राम्रो बनेर आएको छ है ल ल आमा धेरै धन्यवाद है एउटा नाति सम्झेर आशीर्वाद दिनुहोस् है हामीलाई ल हाँस्दिनु आमा ल मजाले हाँस्दिनु ल ल एकदम मिठो छ है हाम्रो आमाको हाँसो ल होइन आमा ल खुसी हुनुहुन्छ